Good morning from Gorkha and welcome back again my YouTube channel. आज गोर्खादेखि काठमाडौँसम्मको हाम्रो यात्रा छ दाइ र मेरो। अनि आजको यात्रा के कस्तो हुन्छ बीचबीचमा बाटोतिर हेर्दै गर्नु होला, भेट्दै गरौँला है त गाइस। गाउँपालिका है, यो बुढी गण्डकी पुलमा आइपुगे। अब यो चाहिँ तपाईको धादिङतिर जाने है। अनि आज चाहिँ हाम्रो गोर्खादेखि काठमाडौँसम्मको यात्रा हो। अनि आज हामी यो नयाँ रुट आउँदैछौँ दाइ र म। टक्क लगाएर यो बुढी गण्डकी रिभर, यो बुढी गण्डकी ब्रिज। अनि आज हाम्रो बिहानको दाजुभाइको यात्रा हुँदैछ। अनि टक्क लगाएर हामी चाहिँ आज बुढी गण्डकीतिर है आउँदै। अब हामी उता धादिङदेखि निस्किने हो अरे। ल अब हामी ओह्रालो लाग्नु पर्छ। कहाँ खाने हो खाजा? जाम है त अब। ल हाम्रो दाजुभाइको यात्रा आज काठमाडौँसम्म हो। ल अब उतै गएर बिचो बाटोतिर भेट्नुपर्छ। अहिले चाहिँ हामी धादिङको टारीबेसी आइपुगेको छौँ है। यो ठाउँ चाहिँ ठिक टारीबेसी हो। अनि टक्क लगाएर आजको हाम्रो काठमाडौँको यात्रा चाहिँ अब धादिङसम्म आइपुगेको छ। अब टारीबेसीमा अब ठिक 9 बजिसकेको छ। अब ब्रेकफास्टहरू खाएर टक्क हामी जाने हो अब गाइस। ल टारीबेसी चाहिँ यस्तो छ। अब यो धादिङ टु काठमाडौँ जाने बस पनि आइसकेको छ है, सरर पारामा। ल हाम्रो यहाँ पार्किङ गरेर अब चाहिँ नि टक्क लगाएर हामी खाजा खाएर जानुपर्छ। बिहान बिहान अब यो खाजा खाने कि माछा भात खाने भन्दा दोधार भइराखे है। भर्खर 9 बजे हो। अब हेरौँ चाहिँ हामी धार्केबाट सीता पाइला निस्किने सर्टकट बाटो आयो है। सरर माथि जाने यो नयाँ बाटो हो। अनि यो चाहिँ भर्खर बनेको बाटो रहेछ है। दाम एकदमै यता नौबिसेको त्यो जाम प्लस ट्रकहरूको धुलो छल्नलाई चाहिँ यो बाटो एकदमै राम्रो अप्सन रहेछ है। तपाईहरु को हिँड्नु भएन एकचोटि ट्राई गर्नु होला। एकदमै यो कलङ्की उता सीधा पाइला निस्किने एकदमै सर्टकट रहेछ तल धार्केदेखि है त गाइस। अहिले चाहिँ म भक्तपुर आइसकेको छु। भक्तपुरको केटीएम सोरुम है। अब दाइले टक्क लगाएर भक्तपुरको एडभेन्चर बाइकहरू भन्नुभयो। अक्षय भण्डारले अब हाम्रो हुँदैछ है। अब यहाँ चाहिँ स्पोर्ट प्लस एडभेन्चरमा छ है। यो चाहिँ नि 250 सेगमेन्टको है। 250 यो 200 अनि 390 मा है। यस्तो कलरको छ। यस्तो छ। यस्तो छ। यहाँ कुरोकानी चलिरहेको छ दाइहरुको। ल यो 390 है। हामीले खोजेको चाहिँ एडभेन्चरमा हो है। एडभेन्चरमा तपाईको चाहिँ नि 2 कलरको छ। ल है त गफ चल्दैछ हाम्रो यसो डिलिङ सिलिङ। अहिले भक्तपुरको दुध पार्टीको भाज्य आफू पोखरी आइसक्यो है। अहिले इभिनिङ हुन लागिसक्यो। अनि अब मेरो
यतातिर केटिएम सोरुमतिर गएर 1 घन्टा जति दाइ र मेरो उतै टाइम पास भयो है। अनि अब चाहिँ यो भाज्य आफूको पोखरीतिरको घुमघाम हो हाम्रो है। एकैछिन यसो यहाँ हावा खाएर धेरै पछि आएको क्या। यो चाहिँ अब भक्तपुरको यो पछाडि सल्लाहघारी भन्दा पछाडि यो पछाडितिर भाइले त्यो वीरेन्द्र सैनिकमा पढ्दाखेरि आइरहेको हो। तर आफ्टर लङ टाइम चाहिँ म है फेरि भक्तपुरमा। ल इभिनिङको भाइब दामी छ, खतरा है। एकदमै ब्युटिफुल देखेछ इभिनिङ, दामी देखेछ, दामी इभिनिङ। अब यो एकछिन यसो 1 राउन्ड लाएर अनि हामी चाहिँ आज बनेपातिर हुन्छ होला आजको नाइट है। अनि आज हामी गोर्खा टु काठमाडौँको यात्रा चाहिँ एकदमै सेफ एन्ड ह्याप्पी भयो है। पानीहरू केही परेन। अब असारको आज चाहिँ असार 1, असारमा पनि टक्क राम्रो वेदर, एकदमै घाम पनि ड्याम्म लागेको। आज पानी परेन, रमाइलो भयो एकदमै। ल आजको हाम्रो यो घुमघाम यात्रा जारी छ है त गाइस। ल जाऊँ ल, फेरि फर्कौँ है त। यतातिर छ यो पोखरीको दामी ताल। दाजुभाइ हामी टक्क पारामा आज त्यसो भक्तपुरमा खाजा खाऊँ भनेको, यहाँ खाजा पसल भेटेन है। भोकै छौँ। लु कहाँ भोकै हुने दाजुभाइको अब आज हाम्रो चाहिँ गोर्खा टु काठमाडौँको यात्रा एकदमै सक्सेसफुल भइसकेको छ है। अहिले हामी दुध पोखरी भक्तपुरमा। ल अब एउटा चिटिक्क परेको एउटा खाजा घरतिर जानुपर्छ। तपाईँहरूले भक्तपुरे दही खानुको लागि चाहिँ यहाँ एकदमै फेमस है। के अरे दाइ यहाँको दहीको नाम? दुध दौ होइन यार, दुध दौ हो र? कस्तो यार नेवारी टङवाला नाम छ कि हो। दुध दौ ल के अरे हो। र त्यो दही खानुको लागि चाहिँ भक्तपुर आउनु होला। दाजु अब हामी के खाने हो त खै आज यार। वकिङ मात्रै भयो त। खाजा खानको लागि चाहिँ कहीँ केही पाइएन हामी। अनि टक्क लगाएर यहीँनिर पानी पोखरीनिरै बस्यो है। थाकेको हिँड्दैन। यसो अलि राम्रो नेवारी खाजा घर जाऊँ भक्तपुर आएको बेला भनेको पजल भयो हो पहिला आएको ठाउँ बिर्सेर। ल अनि अब चाहिँ हामी यहीँनिर टक्क पानी पोखरीको भ्यू हेर्दै, इभिनिङ भ्यू हेर्दै सरारा अब यहाँ पेट भर्ने कार्यक्रम गरेर फेरि हामी उता बनेपा जानुपर्छ अब है। हाम्रो नाइट स्टे बनेपा आजको। ल आज एकदमै गोर्खा टु काठमाडौँ रमाइलो भइरहेछ है। ल हाम्रो ब्रेक टाइम कस्तो भयो त दाइ आज गोर्खा टु काठमाडौँको यात्रा हाम्रो? यात्रा कस्तो भयो त आज हाम्रो गोर्खा टु काठमाडौँ?
थाक्नु त भएन नि है ल ल ल मोमो पनि आइसक्यो हाम्रो है अब खाजा खाने अनि आज बनेपातिर हो हाम्रो नाइट स्टे है यतातिर छ यस्तो इभिनिङ भक्तपुर है गाइस यो चाहिँ भक्तपुर हो अब हाम्रो खाजा ब्रेक खाजा खाएर बनेपातिर भाग्ने हो है त यस्तो छ है यहाँ भक्तपुर ल सुरु गरौँ दाइ ल जब चाहिँ इभिनिङ भइसक्यो आउँदा आउँदै डुल्दा डुल्दै यताउता गर्दा ल म बनेपा आइसक्यो फाइनल्ली है अब यो बनेपा पुग्यो अब दाइ आउँदै हुनुहुन्छ दाइले पुग्दैछु है अहिले त अगाडि पछाडि भयो क्या ट्राफिकमा फसेर अब आजको हाम्रो यात्रा गोर्खा काठमाडौँ अनि बनेपासम्म ल दाइ आउनुभयो होला ल आइसक्यो कहाँ हराउनु भएको तपाईँ अहिलेसम्म कहाँ हराएको भन्नु त ल ल ल दाइ झुक्किनु भएछ अब हामी गएको यो चाहिँ बनेपाको बसपारभन्दा माथि 4 बाटो चोक्रे है अब हामी यहाँबाट भित्र जाने हो ल जाँदा अगाडि हो अरे